हेलो गाइस वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ हिजो नै फेरिमा आइसक्यौँ। हिजोको भिडियो चाहिँ मैले गरिनँ क्या, यस्तो गरिरहेको थियौँ नि त सबैजना। अन्त यस्तो चाक दुखेर नि भगवान् के भन्नु तपाईँहरूलाई। तापले जाउँ उता पाथिभरा मन्दिरदेखि हिँड्दै हिँड्दै आएर खाना खाएर अनि फेरि हिँड्दै हिँड्दै तल फेरि पुगेर त्यहाँदेखि अझ अफ रोड बाटो यस्तो छ, त्यहाँदेखि सिधै फेरिमा आएको हामी नन स्टप। यस्तो स्पिड आएको। हामी कति बजी 8:30 बजी आइपुगेको थियौँ होला। यस्तो गलिरहेको थियो। अन्त भिडियोहरू पनि गरिनँ क्या मैले आएको चाहिँ। अनि हामी चाहिँ अघि उठिसकेको, उठेर मुखसुख पनि धोइसक्यो। त्यही पनि कस्तो देखिरहेको होला यहाँ। फेस वासहरू पनि ल्याउनु बिर्सेछु क्या, त्यही भएर दिदीहरू चाहिँ सुतिराख्नु भएको छ नि, दिदीसँग थियो फेस वासहरू चाहिँ। अनि दिदीहरू सुतिराख्नु भएको छ। अनि डिस्टर्ब नगर्नु। हाम्रो चाहिँ मैले चाहिँ हिजो अर्डर गरेको थिएँ क्या थुक्पाहरू। अनि थुक्पा खानु सकिनँ क्या, फेरि कस्तो डम्म भएर अगाडि केहरू खायौँ अनि डम्म भयो क्या। अनि त्यही तताइदिनु है आन्टी भनेर गएर आएको थियो क्या तल। अनि चियाहरू पनि अर्डर गरेको थियो। हाम्रो चाहिँ खाजाहरू पनि आइसक्यो। यहाँ छ, यहाँ चाहिँ मेरो बहिनी छ, यहाँ मेरो बुढा ओछ्यानहरू चाहिँ यस्तै लथालिङ्गै छ। यहाँबाट चाहिँ म तपाईँहरूलाई फेरिमको भ्यू देखाउँछु। यस्तो घाम लागिरहेछ। अब खाजा खाएर खाजा खाएर भेट्छु ल गाइस। खाजा खाँदैछु है। हिजो त के खाएर होला कि कस्तो भुँडी डम्म भइरहेको हौ नि खाने। सान्ड आनन्दले सुतो ज्वरो आए जस्तो भएछ कि त्यत्रो बाटो हिँड्दै आएको नि त। अनि कति घन्टामा आइपुग्यौँ हो यस्तो स्पिड आएको नि। 3 घन्टा त्यहाँदेखि पनि नन स्टप। चाक दुखेर मेरो त झन्डै मरेन। मिठो छ नि तर यस्तो मिठो क्या। हिजो त के पनि खायो नि त। चटपटे कहाँ खाइस्? हामी हिजो साँडेको चाउचाउ चटपटेर हामीहरूको भर्खर चिया हुँदैछ। डोनट चाहिँ कहाँबाट ल्याउनु भयो हौ? दाइको त 2 जना फलोवर बढेर खुसी हुनु भएर हेर न। म नै फलो गरिदिन्छु लु 2टा फेरि। सब चल्दैछ। मानिस खै मानिस कहाँ जानुभयो? भित्र हुनुहुन्छ होला हौ। यस्तो घाम लागेको भगवान्। अन्धी जस्तो देखिरहेको छ। कहाँ जानुभयो हौ यो मान्छे त? ल राख्नु भनेको यस्तो राम्रो देखेको क्या। होइन त्यो मन्दिर छेउछेउमा रुखतिर थियो नि हो त्यो। मलाई पनि त्यस्तो लागेको त होइन खाने हो। आन्द्रा त्यो हुन्छ नि सुँगुरको मासुमा रक्ती हालेर झ्याउ हालेर होला जाने फेरि टिपेरले रुखमै फल्छ कि। मिठो हुन्छ भन्नु न। सुँगुरको मासुको आन्द्रा भुडी अनि सुँगुरको मासु अनि रक्ती अनि झ्याउ हाल्यो भने त यस्तो। छिटो अलिक लडिन्छ बिस्तारै हिँड्नु तर अलिक छिटो खुट्टा चलाउनु।
टोइलेट त तलै छ त अनि तपाईँ त अनि के हो के हामी अगाडि गएर सुगारेर माथि चढ्दै गरौँ सिँढीहरू त नआए पनि हुन्छ नि उकालो उकालो पनि नआए हुन्छ ओह्रालो पनि नआए हुन्छ ठिकै छ कि भरे उकालो चढ्दा चाहिँ आमा हिजोको झिरिङ झिरिङ याद आउँछ उयो होला क्या हलिँदो रहेछ क्या यो मोमोको चाहिँ उयो होला मोटो क्या भेज मोमो हो लोगो त मोटो रहेछ यो लोगो नै खानु भएको छ मेनली त मिठो भयो नि दामी झन् चिसो ठाउँमा आएर दामी यो चाहिँ पेग्रो यो नि खाने कि थाल जाउँ अब यता यहाँ पोज दिएको अरे अब साथीहरू गएको अगाडि अगाडि हुनुहुन्छ दादाहरू पछाडि आउँदै हुनुहुन्छ गाइस अहिले चाहिँ हामी यहाँ साथीलाई पर्खिरहेको छौँ साथी चाहिँ अब बाटो नथापेको मान्छे अब सुरु सुरु अगाडि अगाडि गएर है ऊ डाँडा चढिसकेको रहेछ हरन बजाउँदा पनि सुनेन अब कल गरेर चाहिँ उसलाई फर्काउँदैछौँ त्यही भएर साथी हो हरेक कुरामा थाहा नभएको कुरामा बाठो भएर अघि बढ्नु हुँदैन हो सबमा सहमति चाहियो हो ल आइपुग्यो ल ऊ पर आउँदैछ ल ल छोडेरै जानु मन लागेको छैन हौ Hi guys, this is my flower. मेरो चाहिँ हेर्नु न यस्तो छ Oh my जरासँगै god! यहाँ दादाले टिप्दै हुन्छ दिदीको लागि वा वा लु घोडा टाकेर दिइहाल्नु ल छिटो भएन भएन नलिनु है छिटो चोरिदिनु त ल छिटो यो पनि कस्तो राम्रो देखेको मलाई चाहिँ जरासँगै दिएर यस्तो छ अनरोमान्टिक मेरो बुढा त तपाईँलाई पक्नु न सबैजनाको यत्रो यत्रो बुकेछ मेरो चाहिँ यत्रो जरासँगै के होइन तपाईँसँग रिस उठ्यो भनेको हौ यतिकै अब चाहिँ हामी लागेको ढिलो भइसक्यो घर पनि पुग्नुपर्छ छिटो छिटो 3 बज्न आँटिसक्यो आउनु मलाई डर लागिसक्यो हामी चाहिँ यहाँ बिप्ला पेयमा आएर खाना खानु आँटेको खाना खाएको छैनौँ हामीले म सबैजना थाकित हुनुहुन्छ लिन लागिसक्यो सबभन्दा सुन पोस्ट चाहिँ दादाको खाए ल आमामा लिम्बू भाषा छ त्यसले त बुझ्दैन त लिम्बू भाषा मलाई त फेरि आउँछ त होइन भने के को मासु हो खाना त कम्ती छ त तपाईँलाई खै दादा चाहिँ हामी चाहिँ यहाँ फुक्कलमा आएर चियाहरू पनि खाइसक्यो भिडियो चाहिँ गर्नु बिर्सेछु क्या मैले अब जान आँटेको यहाँ पुरा सिङ्गरहरू हुनुहुन्छ यहाँ यस्तो यस्तो राति पनि फोटो खिच्नु चाहिँ छोड्नु हुँदैन हामी चाहिँ यहाँ कन्याममा छौँ
यहाँबाट हेर्न सक्नुहुन्छ भ्यू आउनु तपाईँ अब मलाई जानिन के भयो यस्तो यहाँ हुनुहुन्छ फोटोग्राफर फ्लासमा राम देखिरहेको छ लाइटिङ लाइट पर भिडियो चाहिँ इन्डै गर्नु बिर्सेछु क्या गाइज अनि भर्खर गर्दैछु यति नै हो गाइज बाई बाई भिडियो मन पर्यो भने लाइक कमेन्ट गरिदिनु होला अनि सेयर पनि गरिदिनु होला बाई बाई